एउटा आउँछ। लामाको जात हुँदैन, लामाको जात हुँदैन। आजैसम्म हामी चाहिँ के गर्दैछौँ, भ्रममा छौँ। भोटेको मात्रै लाप्चेको मात्रै लामा हुन्छ भनेर होइन। लामा शेर्पाको पनि हुन्छ, तामाङको पनि हुन्छ, पढ्यो भने लिम्बूको पनि हुन्छ, पढ्यो भने राईको पनि हुन्छ। लामा पढ्नु पर्यो, बुद्धिस्ट धर्मको मान्नु पर्यो, बुद्धिस्ट धर्मको पढ्नु पर्यो, अनि गोम्पामा उसको नाम चाहिँ लेखिएको हुनु पर्यो। फर इक्जाम्पल म लामा भयो भने बिरबल लामा भनेर रेजिस्टर हुनु पर्यो त्यहाँनिर। ऊ लामा हो, लामाको जात छैन। तर लामा सिटमा चाहिँ इक्लाजेस्टिकल जुन चाहिँ त्यो लामा सिट छ, त्यो सिटमा चाहिँ खालि रेजिस्टर्ड लामाहरूको मात्रै, लामाहरूले मात्रै इलेक्सन लड्नु पाउँछ, अनरेजिस्टर्ड लामाहरूले पाउँदैन। बुझ्नु होला कुरा। र यो लामा खालि भोटे लाप्चे मात्रै हुँदैन, अरू जाति पनि हुन्छ। जस्तो प्रकारले अब भोटेको पनि हुन्छ, लाप्चेको पनि हुन्छ, तामाङको पनि हुन्छ, शेर्पाको पनि हुन्छ, गुरुङको पनि हुन्छ। यो सब लामा हुन्छ। तर अघि भनिहाले बुद्धिस्ट धर्मको पढ्नु पर्यो, ज्ञान लिनु पर्यो। अब यो हाम्रो सिटको विषयमा तपाईहरू अझै पनि यहाँनिर प्राय बुझ्ने मान्छे प्राय तपाईहरू सबै बस्नु भएको छ। अब कतिजनाले सिटको विषयमा बुझेकै छैन र तपाईहरूलाई आज यो चिठी मैले चिठी पठाएको छु। मैले भारतवर्षको, हाम्रो देशको, हाम्रो राष्ट्रको सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई मैले लेखेको छु। यो अस्ति 21 तारिक नोभेम्बर 2025 को दिन मैले पठाएको हो र यसमा आजसम्म लिम्बू र तामाङको सिट रिजर्भेसन किन भएन, के कारणले हो, कसरी अल्झेको छ, के भयो, सबै वृत्तान्त लेखेर मैले अब दिने कि नदिने, लिम्बू र तामाङलाई सिट रिजर्भेसन गरिदिने कि नदिने भनेर मैले केन्द्र सरकारलाई यहाँनिर जम्मा 5-6 पन्नाको रिपोर्ट लेखेर पठाएको छु। अनि मैले जति पनि केन्द्र सरकारमा भएका कुराहरू अनि सुप्रिम कोर्टमा, सर्वोच्च अदालतमा अदालतले दिएको भर्डिक्ट, अर्डर, जजमेन्टको कागजपत्रहरू अनि सोलिसिटर जनरल अफ इन्डियाको ओपिनियन सँगसँगै जम्मै डकुमेन्ट्सहरू, जम्मै दस्तावेजहरू जम्मा गरेर मैले प्रधानमन्त्रीलाई पठाइदिएको छु। अनि सँगसँगै यस्ता किताब नै बनाएर जम्मैलाई यो अनरेबल मिनिस्टर होम एफेयर्स दिल्ली, अनरेबल मिनिस्टर ट्राइबल एफेयर्स दिल्ली, अनरेबल मिनिस्टर लॉ एंड जस्टिस दिल्ली, अनरेबल चेयरमैन नेशनल कमीशन फॉर शेड्यूल्ड ट्राइब्स दिल्ली, अनरेबल गवर्नर ऑफ सिक्किम गान्तोक, अनरेबल चीफ मिनिस्टर सिक्किम स्टेट, अनरेबल एमपी लोकसभा इन्द्राङ सुब्बा, अनरेबल एमपी राज्यसभा श्री डीटी लेप्चा। उहाँलाई मैले पठाइसकेको छु, उहाँले पाइसक्नु भएको छ र आज यसको कपी आज तपाईहरुकै प्रावधानमा ससम्मान जनाइएका हाम्रा सम्पूर्ण विशिष्ट लिम्बूका योद्धाहरू, लिम्बूका नेताहरू यही बस्नु भएको छ। उहाँहरूलाई पनि म एक कपी अहिले दिनेवाला छु। सबैको हातमा म पुर्याइदिनेछु।
यो चाहिँ राम्रो प्रकारले पढिदिनु होला। अनि साँचो चाहिँ के रहेछ, लिम्बूको सिट चाहिँ, लिम्बू र तामाङको सिट चाहिँ के भएको रहेछ, कहाँ पुगेको रहेछ, यो कुरो छर्लङ्ग तपाईँहरूले थाहा पाउनुहुनेछ। अनि यो पढ्दाखेरि यहाँनिर सुप्रिम कोर्टको जजमेन्ट छ। सुप्रिम कोर्टको जजमेन्टमा जजमेन्ट 23 नोभेम्बर 2023 को दिन जजमेन्ट दिएको यसैमा छ। अनि 4 तारिक जनवरी 2016 को दिन सुप्रिम कोर्टले जजमेन्ट दिएको पनि यसैमा छ। र यो जजमेन्टको पेज नम्बर 20, 21, पेज नम्बर 45, पेज नम्बर 50, पेज नम्बर 52, 53 लाई राम्रो पढिदिनु होला तपाईहरू सबैले। र यदि कसैलाई जरुरत परेको खण्डमा यो कागज, यो दस्तावेजको जरुरत छ भने कसैलाई पढ्ने इच्छा भएमा तपाईहरूले मलाई सम्पर्क गर्नुभयो भने मेरोबाट तपाईहरूले प्राप्त गर्न सक्नुहुनेछ। आज सीमित रूपमा मात्रै ल्याएको छु मैले, त्यसले गर्दाखेरि सबैलाई पुग्दैन। र यहाँहरूलाई भने म सबैको लागि मैले एक एक कपीको लागि ल्याएको छु, त्यो अहिले म दिउँला। अर्को कुरो, अब हामी लिम्बूहरूलाई एकदमै जरुरी कुरो चाहिँ के छ भने हाम्रो धर्म युमा साम्यो हो। युमा साम्योलाई बचाएर राख्नु अनि युमा साम्योलाई अघि बढाउनु हो भने हामीले सरकारलाई पनि सङ्जुम्बोको तर्फबाट हिजो अस्ति भर्खरै दरखास्त चढाइसकिएको छ र मुख्यमन्त्री महोदयको मुखारबिन्दबाट पनि हामीले भरपर्दो वचन पाइसकेका छौँ। र हाम्रो लिम्बूहरूको धर्म युमा साम्योलाई पनि रेकग्नाइज गरिदिनुपर्छ, या त राज्य सरकारले रेजिस्ट्रेसन गरिदिनुपर्छ, चिनारी गरिदिनुपर्छ, रेकग्नाइज गरिदिनुपर्छ भनेर हामीले बिन्ती चढाएको थियौँ। त्यो पनि हुन्छ नै भनेर म भरोसा गर्छु, किनभने भर्खरै उहाँ हाम्रो सम्मान्य मुख्यमन्त्री महोदयको मुखारबिन्दबाट यसको पनि गुलियो वचन पाइसकिएको छ र भरोसा छ। अर्को कुरो, हामी लिम्बूहरूले, अब हामी सिक्किमे लिम्बूहरू यहाँ कहीँबाट बाहिरबाट बसाइ आएको होइन, यहाँनिर कसैको जमिन किनेर हामी बसेको होइन। यहाँ हामी रैथाने सिक्किमे हौँ र हामी यहाँको मूल निवासी हौँ र आदिवासी हौँ। त्यसले गर्दाखेरि हाम्रो ठाउँ ठाउँमा ऐतिहासिक स्थानहरू छन्। जस्तो प्रकारले हिबरमेकमा जुन मार्ताममा हाम्रो वधाम छ, सिर्जङ्गा वधाम, त्यहाँनिर त्यसलाई हामीले बचाउनु पर्छ। अनि बार बार हाम्रा मुख्यमन्त्री महोदयको मुखारबिन्दबाट पनि सुन्न पाइएको छ, त्यसलाई बचाउनको निम्ति उहाँले अहिले खन्दै गरेको जुन चाहिँ राजमार्ग छ त्यसलाई बन्द गर्ने र त्यसलाई डाइभर्ट गर्ने कुरोमा हामी विश्वस्त छौँ। उहाँले पक्कै त्यो पनि गर्नुहुन्छ, यो एकदमै इम्पोर्टेन्ट छ। अब अर्को कुरो छ इम्पोर्टेन्ट, के छ भने हामी रैथाने मात्रै नभएर आदिवासी अनि मूल निवासी सिक्किमका निवासी भएकोले गर्दाखेरि गाउँठाउँको नाम हाम्रो लिम्बू भाषामा थियो। आज ती लिम्बू भाषामा भएका गाउँठाउँहरूको नाम आज अपभ्रंश भएर मेटिन आँटेको छ। यो सबै कुरोहरूलाई पनि हामीले संरक्षण गर्न पर्नेछ र यो हाम्रो कर्तव्य पनि हो। र हाम्रा जति पनि पढालेखा हाम्रा लिम्बू दाजुभाइहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, नानीहरू हुनुहुन्छ, विशेष गरेर म विभिन्न युनिभर्सिटीका विद्यार्थीवर्गलाई म लिम्बुनी हाम्रा विद्यार्थीवर्ग छन्, उहाँहरूलाई म आह्वान गर्न चाहन्छु, यस्ता हाम्रा गाउँठाउँहरूको नाम पनि हामीले सबै लागेर झुन्टिएर जम्मा गरेर हाम्रो लिम्बू भाषामा राखिएको गाउँठाउँको नामको एउटा किताब प्रस्तुत गर्नुपर्छ।
त्यसलाई हामीले डकुमेन्टेसन गर्नुपर्छ, नत्र हाम्रो इतिहास मेटिएर जान्छ। इतिहास भन्दाखेरि यहाँनिर कसरी मेटिन्छ भने इतिहास कसरी मेटिन्छ भने यो बिरबलले लेखेको किताब होइन, यो लन्जु फन्जुले लेखेको किताब होइन, यो हो महाराजा थुतोप नामगेल र महारानी येस्से डोल्माले लेख्नु भएको किताब हो। यो इतिहास हो। यो इतिहासमा लिम्बूहरूको इतिहास यसमा लेखिएको छ। तर आज कतिपय मैले इतिहास किताबहरू मैले पढेँ, विभिन्न इतिहास किताबहरू पढेँ, 3-4वटा बाहेक मैले साँचो इतिहास किताब मैले पढ्न पाएको छुइनँ, जहाँ चाहिँ प्राय लिम्बूहरूको इतिहासलाई इरोड गरिएको छ, मासिएको छ, हराइएको छ, दबाइएको छ। किनभने इतिहास कसको लेखिन्छ? इतिहास त्यसको लेखिन्छ जसले जित्छ, जसले बोल्नु सक्छ, जसले हेप्नु सक्छ, उसको मात्रै इतिहास लेखिन्छ। हेपिने र हार्नेको, दबिनेको इतिहास लेखिँदैन। एक समयमा हाम्रो लिम्बूहरू दबिएको थियो, हारेको थियो, दबाइएको थियो। त्यसले गर्दाखेरि लिम्बूहरूको इतिहास इरोड गरिएको छ, मेटाइएको छ। जसरी आज भर्खरै नयाँ यो किताबको नयाँ एडिसन निस्केको छ, टिबेटोलोजीबाट नयाँ एडिसन निस्केको छ। त्यसमा सिर्जाङ्गालाई मारेको कथा, यहाँनिर काजीहरूको वंशावलीको 22औं पेजमा सिर्जाङ्गाको विषयमा लेखिएको यो इतिहास आज गायब गरिएको छ त्यो नयाँ एडिसनबाट। यो गायब गर्नु नै सिक्किमे लिम्बूहरूको इतिहासलाई इरोड गर्नु हो, लिम्बूहरूको इतिहासलाई मेटाउनु हो, दबाउनु हो। अब कति दिन दबी माग्ने? लिम्बूहरू कति दिन दबी माग्ने? जो दब्यो त्यो सक्यो, जो भाग्यो त्यो हरायो, जो डट्यो त्यसको जित हुन्छ। डट्नु पर्छ। अब त्यो दिन सक्यो, त्यो दिन दबाउने समय छैन। अब त्यो दिन गयो। अब त पहिला हामी दुईटा औँलाभित्र गिन्ती गर्दाखेरि पनि नपुग्ने पढालेखा लिम्बूहरू थियौँ एक समयमा। जुन समयमा म प्राइमरी टिचर थिएँ, मेरो तलब 75 रुपियाँ थियो प्राइमरी टिचरको। अनि जम्मै एलाउन्सहरू पाउँदाखेरि मैले 103 रुपियाँ पाउँथेँ। त्यहाँदेखि म पुलिसमा गएँ, किनभने पुलिसमा जाँदाखेरि बरन्डा गाँसेको टोपी पनि ओर्नु पाइने, अनि पैसा पनि अलिक बेसी, 260 थियो पुलिसको सब इन्सपेक्टरको 2 तारेको। त्यसमा गएँ, 260 थियो त्यति बेला। हामी लिम्बूहरू यो 2टा औँलाभित्र गिन्ती गर्दा पनि नसक्ने थियो। तर आज त म जता फर्किन्छु त्यतै हाम्रो पिएचडी गर्ने लिम्बूहरू पाउँदैछु म। पिएचडी गर्ने लिम्बुनीहरू म पाउँदैछु म। बिए अनर्स गर्ने, एमए पढ्ने त कति हो। अन्त मलाई खुसी लाग्छ, अब त लिम्बू मर्दैन, अब लिम्बूलाई कसैले पनि हेला गर्दैन पहिलाको जस्तो भनेर मलाई ढुक्क लाग्छ। अनि त्यसले गर्दाखेरि म ढुक्कै घरमै बसेर सुत्ने काम गर्छु। हिजो आज बोल्न पनि छोडेँ। अघि भनिहालेँ मैले, बोल्न पनि बिर्सेको थिएँ। अलि बोल्दा अलिक बानी हुँदैछ, नत्र त बिर्सिसकेको थियो मैले। अब बेसी बोल्नु पनि पर्दैन, किनभने हाम्रा युवा नानीहरू धेरै आउँदैछन् र हाम्रो नानीहरूलाई मेरो तर्फबाट तपाईँहरूलाई मेरो आह्वान छ। जो पिएचडी गर्नु हुँदैछ, जे पिएचडी गर्नु भइसकेको छ, डक्टरेट गर्नुभएको छ, मास्टर पढिसक्नु भएको छ, बिए पढिसक्नु भएको छ, अनर्स पढ्नु सक्नु भएको छ, तपाईँहरू सबैले आफ्नो इतिहास आफै लेख्नुहोस्।
लिम्बू जातिको इतिहास आफै लेख्नुहोस्, त्यो सत्य हुन्छ। अर्कोले लेखिदियो भने सबै बिगारिदिन्छ। त्यसले गर्दाखेरि कसैको भरोसामा नपर्नुहोस्। तपाईहरू आफ्नो इतिहास आफै लेख्नुहोस्। यदि आफ्नो जातिलाई बचाउन चाहनुहुन्छ भने, आफ्नो संस्कृतिलाई बचाउन चाहनुहुन्छ भने, आफ्नो धर्मलाई बचाउन चाहनुहुन्छ भने र लिम्बू जातिको इतिहासलाई बचाउन चाहनुहुन्छ भने तपाईहरूले आफै इतिहास लेख्नुहोस् भन्ने म तपाईहरूलाई आह्वान गर्छु। अब अरू कुरो त म धेरै तपाईहरूको समक्षमा राख्न चाहदिनँ। मैले अघि भनिहालेँ, मैले अब मुख्य कुराहरू सबै भनिहालेँ र यसरी आज यहाँनिर 22 वर्ष के अरे यो 14 वर्षसम्म तपाईँहरूले कन्टिन्यू गरेर आफ्नो परम्परा संस्कृतिलाई बचाएर तपाईँहरूले यहाँनिर आम्बोटे चिसोपानीको संस्थाले युवा सेसे मे चुम्बोले जो काम गर्नुभएको छ त्यो अति अनुकरणीय एवं प्रशंसनीय छ। हामीले जति पनि यसको प्रशंसा गर्दाखेरि पनि पुरा हुँदैन र तपाईहरुलाई जति मुरी धन्यवाद दिँदाखेरि पनि धेरै कमी नै हुन्छ। त्यसले गर्दा जस्तो प्रकारले तपाईहरुले आजसम्म बचाएर ल्याउनु भएको छ, आफ्नो संस्कृति र परम्परालाई बचाउने कोसिस गर्नुभएको छ। तपाईहरुले आफ्नो मात्रै नभएर सम्पूर्ण सिक्किमे लिम्बूहरुको मात्रै नभएर पनि सम्पूर्ण विश्वभरि छरिएर बसेका लिम्बूहरुको इतिहासलाई तपाईहरुले बचाउने कोसिस गर्नुभएको छ अनि संस्कृतिलाई बचाउने कोसिस गर्नुभएको छ र आफ्नो परम्परालाई बचाउने कोसिस गर्नुभएको छ। यो बाँचिरहनेछ तपाईहरुको सहयोग र तपाईहरुको निस्वार्थ भावको सेवाले गर्दाखेरि यो अब मर्नेवाला छैन, यो अघि बढेर जानेछ भन्ने म विश्वास गर्छु। र अन्तमा म यहाँनिर जति पनि हाम्रा लिम्बू दाजुभाइ दिदीबहिनीहरू बस्नुभएको छ अनि हाम्रा वरिष्ठ नेताहरू बस्नुभएको छ, उहाँहरू सबैलाई मेरो तर्फबाट आज सुसम्मान पत्र पनि यहाँलाई दिएको छ। र अघि नै हाम्रो सबभन्दा पहिलाको हाम्रो उद्घोषिका बबिता बहिनीले भन्नुभएको छ कि आज हामीले 18 जना हाम्रा सशक्त लिम्बू विशिष्ट नेताहरूलाई हामीले ससम्मान जनाउँदैछौँ र यो ससम्मान जनाउँदै कि हामी सम्पूर्ण सिक्किमे जनता र सिक्किमे लिम्बूहरूले पनि आशा र भरोसा राखेका छौँ हाम्रो निम्ति उहाँहरूले निस्वार्थ भावले सेवा गर्नुहुनेछ र काम गर्नुहुनेछ भन्ने उहाँले विचार आफ्नो पोखाउनु भयो। त्यो सँगसँगै म मेरो तर्फबाट पनि उहाँहरूलाई मेरो तर्फबाट पनि धेरै धेरै बधाई अनि शुभकामना टक्राउँदै हाम्रो रहल पहल लिम्बूहरूको काम जो मुद्दाहरू छ नगरी नहुने मुद्दाहरू तिनीहरू पनि अगाडि बढाउने र हाम्रो लिम्बूहरूको संस्कृति परम्परा धर्मलाई पनि अघि बढाएर लाने र बचाएर राख्ने संरक्षण गर्ने काम तपाईहरुले गर्नुहुन्छ भन्ने म भरोसा राख्दै उहाँहरूलाई धेरै धेरै शुभकामना टक्राउँदछु। र अब अर्को कुरो के छ भने मैले यहाँनिर जति राखे कुरोहरू तपाईहरु कसैले पनि यसलाई राजनीतिकरण नगरिदिनु होला, पोलिटिकलाइज नगर्नु होला। यो बिरबलले यसो बोल्यो त्यसो बोल्यो भनेर मैले यो राजनीति बोलेको होइन। यो लिम्बू र तामाङको अनि लिम्बूको संवैधानिक हकको निम्ति मात्रै मैले बोलेको। म संविधानभित्र बोल्दैछु र संविधानदेखि बाहिर मैले बोलेको छुइनँ। अनि अर्को कुरो यहाँनिर स्पष्ट जनाउन चाहन्छु, यो चिठीमा जुन चाहिँ मैले प्रधानमन्त्रीलाई चिठी लेखेको छु यसमा राज्य सरकारलाई मैले दोषाएको छुइनँ।
केन्द्र सरकारलाई दोषाएको छुइनँ, मैले प्रश्न मात्रै खडा गरेको छु। केन्द्र सरकारले लिम्बू र तामाङलाई कहिले न्याय दिने? कहिले दिने? 22 वर्ष त बित्यो, अब कहिले दिने? अझै कति पर्खिनु पर्ने? अरू जातिले हो भने आगो बालिसक्ने थियो, तर सिक्किमे लिम्बू र तामाङ सिधा जाति हुन् अनि सहनशील जाति हुन्, शान्तिप्रिय जाति हुन्, धर्मप्रिय जाति हुन् अनि कानुन प्रिय जाति हो। त्यसले गर्दाखेरि कानुन भङ्ग गर्न चाहँदैन, शान्ति भङ्ग गर्न चाहँदैन। त्यसैले गर्दाखेरि आजसम्म न्याय पाइन्छ कि न्याय पाइन्छ कि न्याय पाइन्छ कि भनेर ढाड पिर्सुन्जेल पर्खेर बस्नु परेको छ। पर्खिबसेका छौँ। मैले खालि केन्द्र सरकारलाई अब कहिले दिने भनेर मात्रै प्रश्न गरेको छु। यसको जवाब आएको छैन, सायद दिँदैन पनि होला। म एक्लै बिरबलले लेखेको के त उसलाई के खाँचो होइन र पनि मैले केन्द्र सरकारले केही भन्छ कि भनेर यो पठाइदिएको र यसले त सुटुक्कै काम बिगार्यो होला भन्छ होला भनेर मैले मुख्यमन्त्री महोदयलाई, गभर्नरलाई, एमपीहरूलाई र आज यहाँ बस्नुभएका हाम्रा सम्पूर्ण लिम्बू हाम्रो नेताहरूलाई र अब आउँदो फेरि 32 जना एमएलएहरूलाई पनि एक कपी म दिनेवाला छु। यसमा मैले गल्ती गरेको छु भने तपाईँ सबैजनाले मलाई क्षमा प्रदान गरिदिनु होला, क्षमा याचना पनि गर्छु यदि मैले गल्ती गरेको छ भने। साँच्चै राम्रो गरेको छ भने एकखेप अरू केही दिनु पर्दैन, मलाई धन्यवाद चाहिँ भन्दा भयो, धन्यवाद मात्रै भन्दा भयो। र यति कुराहरू राख्दै तपाईँहरूबाट म फेरि भेट्ने, यसरी चासोक तनाव मनाउने, खुसी मनाउने यस्तै प्रकारको वातावरण बाँचिरहोस्। अर्को पालिसम्म हामी तलमाथि कोही नहोस्। अब म अन्तिम खुड्किलामा पुगेको मान्छेलाई पनि आगुसम्म केही नहोस् भन्ने म आफैलाई शुभकामना दिन्छु। अनि त्यसरी तपाईँहरू सबै पनि कसैले कसैलाई कोही पनि तलमाथि नहोस्। राम्रो प्रकारले आगुम पनि यसरी यही जग्गामा भेटघाट भएर तपाईँ हामीसँगै बसेर अघिकै जस्तो धान नाचेर खुसियाली मनाएर छुटौँला, भेटघाट गरौँला, दुःख सुखका कथा गरौँला भन्ने अभिप्राय लिँदै र फेरि पनि म यहाँका चासोक तङनामका सम्पूर्ण समितिवर्गलाई, समितिका सदस्यवर्ग, कार्यकारिणी वर्ग सबैलाई म मेरो तर्फबाट मात्रै नभएर सम्पूर्ण सिक्किमे लिम्बू तामाङ अरू जाति सबैको तर्फबाट उहाँहरूलाई मुरी धन्यवाद बधाई दिँदै अझै पनि पछि राम्रो अघि काम गर्दै जानु पाओस्। उहाँहरूलाई शक्ति युमाले दियोस्, युमा माङले उहाँहरूलाई आशीर्वाद दिउन् भन्ने शुभकामना टक्राउँदै म तपाईँहरूकोबाट यहाँबाट मात्रै हो, सधैँको लागि होइन, यहाँबाट मात्रै तपाईँहरूकोबाट म बिदा लिन चाहन्छु। धन्यवाद। नोगेन लो सेवा।